दर्शकबिन नमस्कार, म प्रेमराज लामिछाने। आज हामी निकै खुसी छौँ किनभने रोल्पाका भाइ विजय परियार र बहिनी पूजा परियार यति बेला स्टुडियोसम्म आइसक्नु भएको छ र अब उहाँहरूले गीत गाउँदै हुनुहुन्छ। विजय परियार भाइ आफैले लेखेको गीत नोभेम्बरमा लाको माया डिसेम्बरमा छुट्यो, उहाँहरूको यो पहिलो गीत विजय भाइ आफै स्वयंले लेखेको गीत आज रेकर्ड हुँदैछ। आवाज हुनेछ पूजा परियार बहिनीको र स्वयं विजय परियार भाइको। भाइको आज चाहना पुरा हुँदैछ र भाइको यो चाहनालाई पुरा गरिदिँदै हुनुहुन्छ गायक तथा सर्जक एमटी महरले, जो हाम्रो साथमा हुनुहुन्छ। म थोरै पहिला भाइको प्रतिक्रिया लिन्छु, उहाँ कतिको खुसी हुनुहुन्छ? भाइ कतिको खुसी हुनुहुन्छ? म धेरै खुसी छु दाइ, धेरै खुसी नै छु। कहिले पनि म स्टुडियोमा गएको थिएन, आज पहिलो पटक स्टुडियोमा आउँदा। किन अलि स्याड हुनुभयो? गर्मी भएर हो कि के हो? होइन होइन, यो खुसीले गर्दा नै हो। पूजा बहिनी कस्तो लागिरहेछ? मलाई पनि एकदम खुसी लागिरहेछ दाइ, हैन गीत रेकर्ड गर्न पाइयो। अब खास गर्दा गीत त बुढोको मात्र थियो, लास्टमा मैले मौकामा चौका मिल्यो हैन? मैले पनि चान्स पाएँ, एकदम खुसी लाग्यो। खुसी लाग्यो हैन? एमटी सर, तपाईले गर्दा नै आज भाइ बहिनीले गीत गाउन पाइरहेका छन् हैन? तपाईले चाहिँ के भन्न चाहनुहुन्छ? अब सबैभन्दा ठुलो कुरा एउटा सपना हुन्छ मान्छेमा हैन, त्यो सपना पुरा गर्न जुन चाहिँ मैले पाएँ त्यसको लागि म आफैलाई भाग्यमान ठान्छु, जसको श्रेय तपाईँलाई जान्छ। यो तपाईँको कारणले मैले यो अवसर पाएँ र भाइ बहिनीहरूलाई गीत गाउने चान्स दियो। अब उहाँहरूले मिठो गाउनुहुनेछ यो आशा गरेको छु हैन। सबैले मन पराइदिनु होला र एमटी महरलाई चिन्नुहुने नचिन्नुहुनेले पनि अब चिन्नुहुनेछ हैन। पक्कै पनि आज एमटी महरको पहलले नै आज भाइ र बहिनीले गीत गाउँदैछन्। नोभेम्बरमा लाको माया डिसेम्बरमा छुट्यो, भाइले निकै गुनगुनाइराख्ने गीत, कहिले मेरो गीत रेकर्ड होला भन्ने उनको सपना थियो। उनको आज सपना पुरा हुँदैछ। बस सपना देख्न जान्नुपर्छ, हर कोहीको पुरा हुन्छ भन्ने एउटा ज्वलन्त उदाहरण भाइ बन्नु भएको छ। अनि मलाई साथ दिनुहुने मेरो प्रिय भाइ अजय महरले पनि, पहिला खासमा मैले इन्टरभ्यू हेरेको थिएँ उहाँको, म कामको व्यस्तताले मेरो सुटिङहरू अलि भइरहेको थियो, व्यस्त थिएँ। अनि भाइले चाहिँ हाम्रो रोल्पाको भाइ रहेछ, ल विजयलाई चाहिँ सहयोग गर्नु पर्यो, जसरी पनि गीत रेकर्ड गराइदिनु पर्यो भनेर उहाँबाट कोर्डिनेसन गर्नुभयो। अनि उहाँलाई पनि धेरै सम्झना छ। हामीले पनि सम्झिरहेका छौँ साउदी अरबमा रहनुभएका अजय महर सरलाई, र उहाँहरूको पहलले गर्दाखेरि आज भाइको रेकर्ड हुँदैछ।